गरुड पुराणमा एउटा कथा छ। एक दिन यमराजले एउटा सुगालाई देखेर हाँस्नु भएछ। सुगाले सोच्यो कोही अरू हाँसेको भए अरू कुरा हुन्थ्यो, तर यहाँ त यमराजजी हाँस्नु हुँदैछ। सुगाको साथी हुनुहुन्थ्यो गरुडजी, भगवान विष्णुको वाहन। अब सुगाले आफ्नो साथी गरुडलाई बोलाएर भने, मेरो साथी, तिमी मेरो एउटा काम जसरी भए पनि गरिदेऊ। गरुडले के काम हो तिम्रो भनेर सोध्नुभयो। सुगाले भने, आज यमराजजी मलाई देखेर हाँस्नुभयो। मलाई लाग्छ अब म धेरै दिन बाँच्दिन होला। तिमी जसरी भए पनि भगवानलाई भनेर मेरो आयु लामो बनाइदेऊ। मलाई थाहा छ यमराजजी तब हाँस्नुहुन्छ जब कसैको मृत्यु नजिकै आएको हुन्छ। गरुडजी भन्नुहुन्छ, भगवानसँग पछि कुरा गरौँला, अहिले तिमी मेरो ढाडमा बस भनेर गरुडजीले सुगालाई उडाएर 7 समुद्र पारी लिएर जानुभयो र एउटा गुफाको भित्र राखिदिनुभयो र भन्नुभयो, तिमी 8-10 दिन यहीँ बस, यहाँ कोही आउँदैन, म यमराजसँग कुरा गर्छु, मेरो पहुँच सबैतिर छ, तिमी ढुक्क भएर बस। यति भनेर गरुडजी यमराजजीको यमलोकमा जानुभयो। यमराजजीले सत्कार गर्दै भन्नुभयो, गरुडजी, आज हजुर यमलोकमा के कामले पाल्नुभयो? गरुडजी भन्नुहुन्छ, मेरो एउटा साथी छ सुगा, तपाईँ उसलाई हेरेर हाँस्नु भएको थियो नि, अस्ति किन हाँस्नु भएको? यदि कुनै योजना बनाउँदै हुनुहुन्छ भने नबनाउनुहोस्। यमराजजी सम्झिँदै भन्नुहुन्छ, ए त्यो जङ्गलको सुगा, म उसलाई हेरेर किन हाँसेको थिएँ भने यो कस्तो कर्मको विधि हो। यो अहिले यहाँ छ, तर यसको मृत्यु 7 समुद्र पारी एउटा गुफाभित्र बिरालोले खाएर हुनेछ। म यो सोचेर हाँस्दै थिएँ कि यसलाई 7 समुद्र पारी पुर्याउँछ चाहिँ कसले? त्यति नै बेला यमराजले भन्नुभयो, हेर ऊ सुगाको आत्मा आयो। गरुडजीले हेर्नुभयो, त्यहाँ साँच्ची नै सुगाको आत्मा थियो। गरुडजीले भन्नुभयो, मैले नि यसलाई त्यो गुफामा पुर्याएको। हजुर कुन जन्मको कर्म भोग्दै हुनुहुन्छ हजुरलाई थाहा हुँदैन। त्यसैले सधैँ सत्कर्म गर्नुहोस्, प्रसन्न हुनुहोस्, नाम जप्नुहोस्, कथा सुन्नुहोस्, आनन्दमा रमाउनुहोस्। जय श्री राधे।